हजुर नमस्कार है। सर्वप्रथम हजुरको परिचय गर्नु। म चाहिँ अनिल सिंगाली भन्ने जुम्ला। विशेष गरी म चाहिँ यो यात्राकोमा बेसी गरी यहाँ अनि यसको यो यात्रा गुम्बाको बारेमा यसको विशेषताहरू साह्रो बताइदिनु। यसका विशेषताहरू यात्रा गुम्बा मान्छेका लागि मान्छेको शरीरमा चाहिँ एकदमै महत्त्वपूर्ण कुरो हो। यो शरीरको एकदमै कमजोर विकनेस अवस्थामा यात्रा गुम्बा खडा हुन्छ। जसको लिभरमा खराब, लिफोक्सोमा खराब, अब क्यान्सर केस भएर मान्छेलाई यात्रा गुम्बा खुवाउँदा साह्रै असाध्यै यसले चाहिँ सपोर्ट गर्छ। इम्युनिटी पावर बढाउँछ। त्यो कारण चाहिँ यात्रा गुम्बा मान्छेको शरीरमा जिन्दगीमा 200वटा यात्रा हुन सक्यो भने 10 वर्ष आयुले बढाउँछ। जसको नामै यसलाई हिँड्ने आउँछ सञ्जीवनी। यसको साइन्टिफिक नाम भनेको ओडिसी साइन्सिस। अब नेपाली नाम यात्रा गुम्बा भन्ने पनि तिब्बती नाम। चाहिँ तिब्बततिर यात्रा भनेको यो क्रिया हुने चाहिँ गुम्बा भनेको भुटी भन्छ। तिब्बती नाम भन्नु हो। त्यो कारण यात्रा गुम्बालाई धेरै नामबाट चिन्न सक्छ। यात्रा गुम्बा मान्छेको लागि धेरै महत्त्वपूर्ण चिज, सबैभन्दा राम्रो कुरो त हो यात्रा गुम्बा खानसँग भनेपछि शरीरको लागि हुन्छ। जानकारीको लागि धन्यवाद।